फुटो भने सबैको नै लिएर आउँछु म त भनिहाल्नु सुरुमै यस्तो चाहिँ हुँदैन त सुरुमै भनिहाल्नु यहाँनिर मोडिफिकेसनको लागि सबै सामान छ हेर हो हेर्न सक्नुहुनेछ हेलमेटहरू सबै भाइजरहरू छ हेलमेटहरू छ ऐना अनि यो एक्सिलेटरको ट्याक्क लिभर गार्ड ठिकै छ सबै छ यहाँ लाइटहरू पनि छ मेरो हेलमेट स्टिकर काम हुँदैछ धमाधम सामान चाहिँ यसरी प्याक भएर आउँछ केटा हो यहाँनिर बुट्सहरू छ यस्तो यस्तो सामानहरू हुन्छ अनि यसलाई नै फिट गरेर ह्यान्डल लगाउने हो अब ह्यान्डल चाहिँ डुक्को लगाइदिन्छ केटाहरूले यस्तरी एउटा बुस्ट लाग्छ केटा हो बुस्ट अनि यहाँनिर यो लाग्छ टक्क यो लाग्छ सेटअप हुन लागिसक्यो रनर बाँकी छ स्प्रे हानिदिँदैछ साइडकोले ए छोटू का बड़े भैया और छोटू लगा रहा है सिंगल हैंडल यस्तो देखिँदैछ सिंगल ह्यान्डललाई अब यहाँदेखि के लगाउने हो के लगाउँछ थाहा छैन हेर्दै जाऊँ भिडियोमा सिंगल ह्यान्डल हालियो सिंगल ह्यान्डल चाहिँ सेकेन्ड ह्यान्ड हालेको यो ह्यान्डल चाहिँ यो चाहिँ नयाँ हो ह्यान्डल अलिक सिधा ह्यान्डल अलिकति सिधा छैन अहिले कुनै दिन म साट्छु यो डुक्को हो ह्यान्डल अहिले काम चलाउ भइरहेछ यो ह्यान्डल जियोस् दामी नै छ ह्यान्डल हल्का चाहिँ यहाँ बाङ्गेको छ त्यही भएर अब साट्छु म गाउँको भ्यू यस्तो छ हाँसहरू पछाडि हिलो छ्याप्छ बोइलरलाई परेवा सरहरू उड्छ बाटो चाहिँ राम्रो छ अब बुढी बजै पानी हल्का परिरहेछ सिम 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 खासै पर्न त परेको छैन थोरै थोरै परिरहेछ पानी साउन्ड पनि मिठो छ बारबेटिनी केटा हो यसको सिंगल ह्यान्डल हल्का बाङ्गो भए पनि यो कम्फर्टेबल चाहिँ छ नर्मल ह्यान्डल भन्दाखेरि हल्का कम्फर्टेबल छ यो चाहिँ मेरो लागि चाहिँ कम्फर्टेबलै छ होइन अब तपाईहरुले लाउँदाखेरि चाहिँ कस्तो हुन्छ के छ मेरो लागि चाहिँ ठ्याक्क भइरहेछ क्या हात लामो भएर हात पनि लामो छ नि त मेरो अनि अर्को ह्यान्डल त ठ्याक्कै यहाँसम्म यस्तो हुन्थ्यो यस्तो यो त ठ्याक्क सिधा भइरहेछ क्या हातै ठक्क लगाएर कम्फर्टेबल छ यतादेखि दामी बाटो छ ट्राफिक हुँदैन क्या यता त्यही भएर यताबाट जान आँटेको हामी छिटो पुगिन्छ चोर बाटो हो यो भनौँ न यहाँ चाहिँ बाहिर ठाउँ हो यो चाहिँ सिकुवाहरूको लागि एकदम दामी दामी पाउँछ क्या करे दामी छ ठाउँ बेबी लोन कलेज हो
इटरी चोक आइपुग्न आँट्यौँ। केटा सिधै गयो भने इटरी चोक हो, यता गयो भने हङकङ मार्केट हो। हाम्रो दोकान चाहिँ यता छ, त्यही भएर इटरी चोक पुग्नु पर्दैन। के गर्दैछौ? छैन फ्रिज? ल है टिकटक चल्दैछ, टिकटक बोल्दैछ। टिकटक बनाउँदैछ यहाँनिर। ल है आफ्नो काम गर्ने ठाउँतिर लाग्यो आफू चाहिँ। टिकटक बनाउँदैछ दोकानको। टङ 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 टङ। ओके यो फेर्नु मिल्दैन? फेरेपछि चल्छ होला नि त। अनि यस्तो यहाँभित्र पानी पसेको जस्तो छ नि त, हेर्नु त। त्यसको लागि त फेर्नु पर्यो। के गरौँ? फेर्नु होला। 20 मिनट जस्तो लाग्छ। हुन्छ। नर्मलै लगाइदिन्छ ल। यसको कभर छ? पाउँछ? भिभो कति अरे? S1 Pro। ₹500 लाग्छ। हुन्छ यसो अलिअलि मिलाएर गरिदिनुहोस्। मिलाएर भनेको हजुर? मिलाएर भनेको 20-50 डिस्काउन्ट गरिदिनु होला, भइकन गरिदिनुहोस् न। ल केटा हो, एउटा नोकिया फोन आएको छ लक तोड्नुलाई दामी तरिकाले। एउटा डिस्प्ले फेरेर पठाइदिइसक्यो हाम्रो भाइले आज, अनि अब लक तोड्छौँ हामी। ल नोकिया फोनको हाम्रो सेटअप रेडी भइसक्यो तोड्नलाई लक। अनि भाइले खोल्दैछ, भिडियो हाल्नुपर्छ नि त, यसलाई सर्ट गरेर टक्कै यो हाल्नुपर्छ। फर्मेट इरेज एफआरपी। फाइनली हाम्रो एफआरपी पनि भएर रेडी भइसक्यो, अन हुँदैछ। यसलाई सेटअप गर्नुपर्छ। अब नोकियालाई सेटअप गर्नुपर्छ। सेटअप कसरी गर्छ यहाँ भाइले दिइरहेको छ, टक्क लगाएर अब सेटअप हुन्छ। लेट्स गो। यो अब सुकुन्जेल यसरी राख्ने, कहिलेसम्म राख्ने? 1-2 घन्टामा हटायो हुन्छ। चलिहाल्छ, टेप लगाइदिएपछि चलिहाल्छ। लामो भएपछि लाउनु मिल्दैन। यसको कभर चाहिँ पाउँछ यो? हो अगाडि सुक्नु नि, यहाँ टेप अगाडि नै सुक्नु। टेम्पर ग्लास लगाइदिएर टेम्पर ग्लास अलरेडी लगाइसक्यो। कस्तो गरिदिनु? कति दिने फोनको कति दिने? कति? 25 ठेक्क।
यो लक तोड्दा ओर्दा ठिक्क भयो पर 500 दिन्छु भन्नुभएको थियो दाइले 2500 ठिक्क 500 दिन्छु कभर हालेर टेम्पर कि फेरिदिन्छु कि पैसा दिन्छु भन्नुभएको यो यसको 2500 हो भएको थिएन होइन के भन्नु भने यही उ गर्छु अनि भने टेम्पर लगाइदिएको छ त अगाडिको टेम्पर छ र लगाइदिएको हेर्नु नि छैन कस्तो छैन मैले लगाइदिनु हेर्नु नि ए अगाडि पछाडि कभर पनि दिनु पछाडिको कभर र टेम्पर त कभर दिन्छु त भन्नुभएको थिएन भन्नु टेम्पर मात्र भन्नुभएको होइन मिल्दैन कभर दिनु लक तोडेकै 500 भयो अनि तपाईँको त्यो 2500 भन्नुभएको थियो दाइले सुरुमा 25-3000 भन्नुभएको थियो अनि त्यो पैसा नदिनु सबै नै गरिदिनु अनि कभर पनि हालिदिनु एउटा भनेको थियो हस् भन्नु मलाई भन्नु दाइले अहिले भर्खर भनेको त्यो 2500 हो लु फोन गर्नु ल कस्तो फोन उठाउँदैन क्या एउटा कभर चाहिँ दिनु कभर महँगो परिहाल्छ 400-300 भयो कति 500 कति भनिहाल्छ पर्दैन अलिक सस्तो खालको लाउँछ यो सादा भयो क्या त्यो फुटेको देखिने भयो त्यो 3000 माग्दैछौँ बहिनी भनिदिनु त के भन्नुहुन्छ हेलो खै एकछिन 2500 भनेको हेलो भनिहाल्नु सुरुमै अनि यस्तो त हुँदैन त सुरुमै भनिहाल्नु मेसेजमै भन्नु सुरुमै 2500 भन्नु 3000 होइन अरे यस्तो त हुँदैन भाइ यो त्यो पछाडिको कभर पनि लगाइदिन्छु भन्नुभएको थियो त्यसो न दाइको माग चल्दैन क्या 3000 माग्दैछौँ बहिनी भन्नु छैन भन्नुहुँदैछ दाइले 3000 माग्दैछौँ भनिदिनु त लु के भन्नु 3000 माग्नुहुँदैछ त 3000 हो कसो अगाडि टेम्पर मात्रै हाले डिस्प्लेको 2000 भएको अनि लक तोडेको 500 सुरुमा 25-3000 भन्नुभएको थियो यही बनाउँछौ भने 25-3000 मा लिन्छु भन्नुभएको थियो लास्ट टाइम 25 भन्नुभयो नि त अनि उहाँ अरू ठाउँमा दिइहाल्छौँ नि हामी अनि सबै लास्ट पनि लगाइदिन्छु पछाडि कभर पनि दिन्छु भन्नुभयो क्या यो मोबाइलको 2GB मात्र ऱ्याम छ क्या त्यसैले धेर लाउन सकिँदैन अझ त 3000 रुपियाँको त धेरै भए त नि हामी पनि दिइहाल्छौँ नि 4-5 हजार 2500 लास्ट अगाडि टेम्पर त टेम्पर त पछाडिको तपाईँलाई महँगो खालको लगाइदिन्छु तपाईँलाई फुटो अनि सबैको नै यही लिएर आउँछु म त 200-300 भनेर झार्नु अन्त पुगिहाल्यो नि होइन त्यो भने एकचोटि झर्दैन 300 को फोन 100 को त झर्दैन 200 को 300 कोले झर्छ पुग्छ त फुटो पनि थपको नै ल्याउँछु अनि तपाईँले भन्नुहुन्छ उनी बदलाहरू चिनिरहेको छ पे गरेर लानु भन्नुहुँदैछ दाइले के गर्नु 100 को टेम्पर त हेर्नु न 100 को होइन होइन त्यो फोनमा 100 को एकचोटि पछाड्नु फुटेछ भने भन्नु मलाई कभर पनि नदेऊ चार्जरको उठिदिनु नि त यस्तो 2500 त महँगो भइरहेछ त्यो फोनको यो फोनको 2GB मात्र त ऱ्याम छ ह्याङ चल्छ क्या यो भनेको अहिले त सस्तो मस्तो मोबाइल हो अब फोन लगेर चार्जर नलिरहनु त चार्जर अब होला नि तपाईँको फेरि मिल्दैन भने न त पे गरेर लानु भन्दैछ दाइले हजुर यो मोबाइल पनि लगेर पे गरेर जानु भन्दैछ दाइले के प्ले गरिदिनु पे पैसा क्यास दिएर लानु भन्नुहुँदैछ त्यो पैसा फोनमा साट्छु भन्दा छ पैसा नलिआएको अनि त्यसो नगर्ने भए चाहिँ मिल्दैन 2500 भनेको छ दाइले अब हेर्दा हुन्छ म्यासेज नै हो कि त्यही पनि त्यति पनि ठिक्क हो क्या फुटो पनि थपको नि मिलेर आउँछु बनाइदिनु अरू ल केटाहरू आजको ब्लग यहीँ हुन्छ अब बेलुका भइसक्यो अब घर सर जाने हो एकछिनमा अनि आजको ब्लग यहीँ हुन्छ ल गुड बाई केटा